नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज म एउटा क्वेसन लिएर आएको छु जुन एकाउन्टिङ फर लेबर भन्ने च्याप्टरसँग सम्बन्धित आएको छ र यो क्वेसन तपाईको अस्मिता पब्लिकेसनको कक्षा 12 को अस्मिता पब्लिकेसनको बुकबाट लिएको छ र यो प्रब्लम रहेको छ पेज नम्बर 473 मा। यो किताब छ भने हेर्न सक्नुहुन्छ। क्वेशन नम्बर 2 छ। क्वेशन रहेको छ द इन्फर्मेसन रिगार्डिङ द वेजेस आर एज अंडर आउटपुट पर आवर्स 5 units, wages rate per hour ₹10, working per day 7 hours, and working days per month 25 days, and required was a wages amount of workers for 1 month under piece rate system. यहाँ लेख्नुस् ब्रैकेट में लेख्नुस् under piece rate system. piece rate system यो piece rate को piece rate अनुसार के गर्नु छ भने तपाईलाई टोटल वेजेस क्याल्कुलेसन गर्नुपर्ने हो। त अब यसलाई क्याल्कुलेसन गर्दाखेरि हामीलाई के गर्नुपर्छ भने अहिले यहाँ दिएर क्याल्कुलेसन गर्नुभन्दा अगाडि तपाईलाई के ध्यान दिनुपर्छ भने वेजेस क्याल्कुलेसन हामी गर्न गइरहेका छौं पिस रेट सिस्टम यहाँ युज गरिरहेका छौं। अब यो पिस रेट सिस्टम भन्दाखेरि पिस चाहियो, प्रोडक्सन युनिट चाहियो र रेट पर युनिट चाहियो। हामी कसरी निकाल्ने? यहाँ हेर्नुस् आउटपुट पर आवर छ 5 युनिट्स एन्ड वेजेस रेट पर आवर छ ₹10। अब यसको आधारमा हामी रेट पर युनिट निकाल्छौं। 1 घण्टामा 5 युनिट उत्पादन र 1 घण्टामा खर्च लाग्छ 10। यसको आधारमा हामी के गर्छौं? 1 युनिट को कस्ट निकाल्न सक्छौं नि, रेट पर युनिट हो कि हैन? मतलब 5 युनिट को लागि 10 त 1 युनिट को लागि 10/5 rupees 2, that is the rate per unit. And similarly त्यस्तै अब हामीले चाहियो के अर्को आउटपुट युनिट्स। त आउटपुट युनिट्स निकाल्नलाई अब ध्यान दिनुस् यहाँ 1 घण्टामा आउटपुट पर आवर भनिरहेछ 5 युनिट्स। 1 घण्टामा 5 युनिट उत्पादन हुन्छ। त तपाईको 1 दिनमा 7 आवर्स काम गरिरहेछ र काम गरेको जम्मा 1 महिनाको हो 25 डेज। अब यसको आधारमा हामी के गर्न सक्छौं? मानौ 1 दिनमा 7 घण्टा हैन त 25 दिनमा 25 into 7 आवर्स त्यति हामी निकाल्ने। अनि त्यसपछि के गर्ने? 1 घण्टामा 5 युनिट्स त जम्मा जुन आवर्स वर्क हुन्छ त्यसमा कति युनिट हुन्छ त्यसले मल्टिप्लाई गरेर हामी के गर्छौं भने आउटपुट युनिट निकाल्छौं। अनि त्यसपछि हामी पिस रेट सिस्टम अनुसार के गर्न सक्छौं भने तपाईको क्याल्कुलेसन वेजेस हामी गर्छौं। ठीक छ। अब म यसलाई मेटाउन गइरहेको छु। तपाईहरु स्क्रिनशट गर्न चाहनुहुन्छ भने क्वेशनको स्क्रिनशट गरिहाल्नुस्। यदि बुक छ भने बुकलाई तपाई हेर्न सक्नुहुन्छ। त्यहाँ दिएको छ त्यही पेज नम्बर 473 मा डिभिजन प्रब्लम छ तपाईको यो लेबरसँग सम्बन्धित जुन च्याप्टर छ त्यहाँ पेज 473 छ। हिसाब बनाउने बेलामा अलिकति बनाउनु भन्दा अगाडि क्वेशनलाई पुरै कसरी हामी बनाउने त्यो कुरा सोचेर त्यसपछि बनाउने कुरा स्टार्ट गर्नुस्। तपाईको हिसाब प्रब्लम आफै के हुन्छ भने सल्भ हुन्छ। यति गाह्रो हुँदैन। यो च्याप्टर इजी पनि छ तपाईको र 2 वा 3 मार्क्समा तपाईको फाइनल एक्जाममा के हुन्छ भने
यो च्याप्टरबाट तपाईँको क्वेसन एउटा आउँछ सर्ट क्वेसनको रूपमा। मसँग त्यो किताब पनि छ, त्यही किताबबाट नै अब म के गरिरहेको छु भने त्यो क्वेसनलाई सल्युसन गर्दाखेरि मैले पहिले के भनेको थिएँ, रेट पर युनिट निकाल्नुहोस्। ध्यान दिनुहोस्, रेट पर युनिट। अब फर्मुला भन्दा पनि अलि कन्सेप्टलाई बुझ्ने प्रयास गर्नु होला। रेट पर युनिट बराबर हैन कॉस्ट पर आवर divided by production per hour। कॉस्ट पर आवर डिवाइडेड प्रोडक्सन पर आवर गर्छु भने त्यसको आधारमा के हुन्छ भने तपाईको रेट पर युनिट निस्किन्छ। अब कॉस्ट पर आवर वेजेज हैन, रेट पर आवर्स जुन छ त्यो वेजेज रेट कॉस्ट मा लेखेर, ठीक छ। अब वेजेज ठीक छ, कॉस्ट पर रेट पर युनिट वेजेज रेट पर आवर नै लेख्नुस्। वेजेज किनभने वेजेज नै कॉस्ट को रूपमा छ, तो वेजेज पर आवर्स डिवाइडेड प्रोडक्सन पर आवर्स त्यसरी लेखेर तपाईको कति छ, वेजेज पर आवर कति छ ₹10 र प्रोडक्सन पर आवर्स 1 घण्टामा प्रोडक्सन कति भइरहेछ 5 युनिट्स, तो कति भइरहेछ ₹2। त्यसरी यो तपाईको आयो रेट पर युनिट यो ₹2। अनि अर्को कुरा हामीले निकाल्नु पर्ने हो प्रोडक्सन युनिट। त्यहाँ क्वेसनमा हेर्नुस् के छ कि आउटपुट पर आवर्स 1 घण्टामा आउटपुट कति 5 युनिट छ र एक दिनमा काम गरिरहेछ 7 आवर्स र 25 दिनमा वर्किङ आवर्स again working hours हामी निकाल्छौं पर मंथ। पर मंथ मतलब 1 मंथ, एक महीनाको कति भयो 7, एक दिनमा 7 जम्मा 25 छ त 25, तो कति भइहाल्छ 25 into 7 7 35 7 14 14 र 3 17 175 आवर्स, ठीक छ 175 आवर्स को छ। अब हामीलाई आउटपुट निकाल्नु छ, ध्यान दिनुस् आवर्स हैन। अब 5 आवर्स मतलब 1 घण्टामा 5 युनिट हैन, त 175 आवर्स therefore total आउटपुट कति भइहाल्छ तपाईको 175 into 5 युनिट यो भइहाल्छ। कति भइहाल्छ 25 7 35 36 37 and 5 plus यति युनिट्स भइहाल्छ 875।
निकाल्दाखेरि 1 घण्टामा 5 मिनट 175 घण्टामा मल्टिप्लाई गरेपछि के भइहाल्छ भने तपाईको युनिट आउँछ। नाउ टोटल वेजेस हामी क्याल्कुलेसन गर्छौं भने आउटपुट into rate per unit, rate per unit आउटपुट यूनिट कति भयो 875 र रेट पर यूनिट रुपीस 2 कति भइहाल्छ 875 लाई 2 ले मल्टिप्लाई गर्छु भने 10 14 15 8 16 1750 यही तपाईको के भइहाल्छ भने आन्सर हुन्छ हैन। अर्थात् यहाँले बनाएको त्यो बनाउनु भन्दा अगाडि जुन सिस्टम हामी युज गरिरहेछौँ त्यो सिस्टम अनुसार जस्तै हामी 20 मिनेट युज गरिरहेछौँ भने आउटपुट चाहियो रेट पर युनिट चाहियो यो हामी निकाल्यौँ अनि निकालेर फर्मुलामा राख्यौँ बन्छ सिम्पल छ। अर्को भिडियोमा फेरि लिएर उपस्थित हुनेछु। नमस्कार।